सिँढी चढ्दैछु। त्यसै त यहाँ आउने काम थिएन, तर एकछिन हजुरसँग बात गरौँ भनेर आएको नि। काम सकियो, खानासाना भयो, खाएको चाहिँ छैन, पकाइसकेँ। बोडी आलु बनाएँ, भात पकाएँ, अचार चाहिँ बनाएको छुइनँ हो। टमाटर फ्राई गरेर राखिरहेको छु। अब अहिले एकछिन बनाउँछु अचार चाहिँ। एकछिन यता डुल्न आएको नि छतमाथि। अहिले लुगा सुकाए त सुक्थ्यो होला, अलिअलि भए पनि है साथी। लुगा लिएर आएको भए त हुने रहेछ, लुगै ल्याइन, धोएर राखिरहेको छु। कोही बेला चाहिँ मजाले फुल्दो रहेछ, कोही बेला चाहिँ छैन फुल्ने। यहाँ बारी लगाएको रहेछ, हेर्नुहोस् न, कुखुरा पसेर। कुखुरा पसेपछि चाहिँ बारीमा है केही हुनै दिँदैन। हाम्रो ट्याङ्की यहाँ, हाम्रो चाहिँ अरे हाम्रो नि मालिकनीको ट्याङ्की। पानी चाहिँ अलिक नभरि हुँदो रहेछ हौ ट्याङ्कीमा। बेला बेलामा चाहिँ अलिक साह्रो पर्ला जस्तो रहेछ पानीको। कोही बात छैन, कम गरेर चलाउनुपर्छ है, बुझ्नु पऱ्यो नि आफूले पनि। तर अहिले त ठिकै छ। यहाँ चाहिँ मान्छे नबस्दो रहेछ, घर चाहिँ रहेछ कि। यहाँ चाहिँ किचन होला, यो चाहिँ, अनि यो चाहिँ लेट्रिन बाथरुम होला। कति देखाउनु है हजुरहरूलाई पनि एउटै कुरो, हेर्दा त हत्तु हुन्छ होला है तपाईँ पनि एउटै कुरो। अब बाहिर निक्लेर जाउँ भने अब कता जाउँ, एक्लै हिँड्दिनँ। अब बजार परेको बेलामा त्यही हो काम। रात पर्छ, हामी सब्जीहरू लिन जाँदा यसो निक्लिनु पऱ्यो नि। बेलुका हुन्छ, राति त अब भिडियो बनिँदैन अँध्यारोले। हेर्नुहोस् न, लिचीको गाछ देख्नुहुँदैछ, फुल फुलेको छ। अब लिची फल्छ है। लिची लागेर पाकेपछि हजुरहरूलाई देखाउँछु ल। हाम्रो नभए पनि देखाउन त सक्छु नि है, छतमा सऱ्यो, छतमाथि चढेर। आफ्नो नभए पनि केही छैन, देखाउनु त मिल्यो नि यस्तो छ भनेर। खासै म हजुरसँग बात गर्न आएको नि यहाँनिर। घरमा चाहिँ दैलो चुप्पो लगाइराखेर आएको। नानीभित्र बसिरहेछ, छोराछोरीहरू। आफू चाहिँ एक्लै निक्लेको नि गफ गर्नु लागि। ल त हस्, राखेँ ल।